क वर्गको वाणिज्य ब्याङ्कमा स्तरोन्नति प्रक्रिया अघि बढाएको गरिमा विकास ब्याङ्क जोखिमपूर्ण आर्थिक अवस्थामा गुज्रिरहेको पाइएको छ। ब्याङ्कको पछिल्लो विवरण अनुसार वितरणयोग्य नाफामा समेत 61% ओह्रालो लागेको छ। गरिमा विकास ब्याङ्कको नन पर्फर्मिङ लोन अर्थात् खराब कर्जा चालु आर्थिक वर्षको पहिलो त्रैमासिक विवरण अनुसार 4.73% पुगेको छ। यो राष्ट्र ब्याङ्कले तोकेको सीमाभन्दा माथि हो। 5% माथि एनपीएल पुगेमा ब्याङ्कहरू राष्ट्र ब्याङ्कको कडा निगरानीमा पर्ने गर्छन् भने राष्ट्र ब्याङ्कको निर्देशनको परिपालना गर्नुपर्ने हुन्छ। राष्ट्र ब्याङ्कको कडा निर्देशन र निगरानीको अवस्थामा पुगेको गरिमा ब्याङ्कले यही बेला क वर्गको वाणिज्य ब्याङ्कमा स्तरोन्नतिको प्रक्रिया अघि बढाएको हो। सूचाङ्कहरू केलाउने हो भने गरिमा विकास ब्याङ्क स्तरोन्नति हुने अवस्थामा छैन। नियामक निकाय राष्ट्र ब्याङ्कले यस विषयमा छानबिन गर्ने भएकाले यो प्रक्रिया जारी छ। वितरणयोग्य नाफामा ठूलो गिरावट। गरिमा विकास ब्याङ्कमा आर्थिक सूचाङ्कहरू झनै खस्किँदै गएको पाइन्छ। ब्याङ्कको वितरणयोग्य नाफामा ठूलो गिरावट आएको छ। अघिल्लो वर्षमा तुलनामा 60% बढीले वितरणयोग्य नाफा घटेको छ। अघिल्लो वर्षको अवधिमा 8.6 करोड वितरणयोग्य नाफा रहेकोमा यो वर्षको त्रैमासिक अवधिमा ब्याङ्कको वितरणयोग्य नाफा 3.3 करोडमा मात्र खुम्चिएको छ। आगामी दिनमा ब्याङ्कको एनपीएल बढ्दै जाँदा प्रोभिजनमा ठूलो खर्च गर्नुपर्ने र सञ्चालन खर्च बढ्दै जाँदा लाभांश क्षमतामा ठूलो असर पर्ने देखिएको छ। ब्याङ्कको गत वर्षदेखि नै कागजी घाटाहरूको ठूलो फेरिस्त बन्न थालेको छ। ब्याङ्कको पुँजी पर्याप्तता अनुपात नियामक सीमाभित्र रहे पनि घट्दो रहेको पाइएको छ। यसैगरी ब्याङ्कको क्याश तथा क्याश इक्विभ्यालेन्टमा पनि कमी आएको छ। यसले ब्याङ्कको तरलतामा क्रमिक दबाव थपेको छ। अर्कातर्फ लगानीतर्फ बढी नगद बाहिरिएको छ। सरकारी तथा अन्य लगानी बढ्दा छोटो अवधिको तरलता जोखिम बढ्ने खतरा पनि देखिएको छ। विगतको तुलनामा कर्जा निक्षेपको अनुपात पनि घट्दो रहेको पाइएको छ। हेलो खबरले ब्याङ्कका सूचना अधिकारी अनिल रेग्मी समक्ष प्रतिक्रिया लिने प्रयास गरेका थियौं, त्यो सफल हुन सके